फ्रेन्ड्स आजको शुभ दिनमा हाम्रो भाइ हामी सबै घरमा हाम्रो ग्रुपहरू यहाँ सबैजना हेर्न है आयो भने पिकनिक जाँदैछु आएर धुरामा आज अन्त आयो भने अलिकति बस्दा पनि फरेस्टै ल्यापटपिङ कस्तो दामी रस्ता छ टाइममा एउटा मान्छेलाई एकजना भाइलाई पिकअप गर्ने हो अब हामी पुग्यो मन्थला अब हाम्रो मुलुक गयो अब नयाँ सालको पिकनिक खानु पिकअप गाडीमा उफ्रिन्छ मन खोलाको जग्गा पहाडी एरिया छ यस्तो हुन्छ अब यो चाहिँ मनखोला माथि चढ्नु थाल्यो सबै आफ्नो आफ्नो हेन्ड्रेड टेस्टै गरिरहेको सिक्छ अब यहाँ ओरिजिनल ब्ल्याक टपिङ अब यहाँ रस्ता अब खराब हुँदै जाँदैछ अब खराब छ झन् माथि अझै माथि सजिलै जानुपर्छ यो गाडी पङ्कुले नयाँ किनेको अरे जर्किन छैन भने त जर्किन त आमामा यहाँ चाहिँ एक्सचिङ रेस्ट पार्न ठिकै हुन्छ जर्किन भइरहेको हुन्छ अन्त पुरा जङ्गल छ अहिले त घरै
यो माथि चाहिँ मेन्टल हस्पिटल झन् माथि जाने अझै माथि जाँदैछ इनोभामा जान्छ नि इनोभा ला इनोभा दाजु दाजु यहाँबाट खालि अलिकति खालि माथि जो अलिकति अलिकति त्यो एउटा टर्निङको त्यही छ एउटा टर्निङ आफ्नो आफ्नो सिट बेल्ट लगाऊ सिट बेल्ट ए भयो चाहिँ आज नराम्रो नेक्स्ट टाइम योभन्दा दामी गाडीमा लग्छु तिमीलाई आमा फोन छोड्यो भने एटलास हाम्रो पुग्यो स्पोर्ट सबै डुकु डुकु बारी छ सबै यस्तो हुन्छ कस्तो खराब हो तिमी त हात टोक्छ हैन हातै हुन्न पुरा रेबिट फर मी तिम्रो नम्बरमा हेर पुरै लागेको थियो
अन्त यहाँदेखि बस्ती देख्छ सबै पानी उदि पुरा पहाडी एरिया सबै अब हामी जाँदैछु पिकनिक स्पटमा यहाँ माथि अरे अब आधा गोबुरा आउँदैछ पिकनिक स्पट जानु लागि यस्तो उकालो उठ्नुपर्छ आधा धुरा जाने हस्ता ओ गाइसहरू बहुत दिन पीछे बहुत साल पीछे आएको रातुरमा र भ्यू राम्रो हुन्छ हेरे पुग्न आँट्यो हाम्रो पिकनिक स्पट आधापट्टि थाकिसक्यो फाइनली हम पुगे पिकनिक स्पट यस्तो आज दिन यस्तो राम्रो छ सुँगुरको मासु पोल्यो गाइस अन्त अब डोडाको चाहिँ यो निकाल्नुपर्छ कार्बनहरूलाई चाहिँ पखाल्नुपर्छ दुई बार तिन बार पखाल्नुपर्छ यो कार्बनहरूलाई चाहिँ सागै हालेर खाने नि साग उमालेर पानी पोखेर फ्याक्ने आज सागसँग खाने हो मजाले पोलेको मासु यसलाई गरम पानीमा पखाल्ने ल त उता भेटौँ है चौकामा अब
दाउरा र साग किन्यो पैसा दियो घरमा ल्याउने भनिरहेको छ खोजेर दिन्छ अरे मासुको लागि रेडी हुँदैछ इन्ग्रिडियन्ट ना अदुवा गर्दा अब अदुवा हाल्ने अदुवा यो नाइफ लिएर आउँदा बुङ्गे अब यति मात्रै इन्ग्रिडियन्ट लसुन अदुवा यहाँ चाहिँ सबै हाम्रो बारी एरियामा हुँदैछ अब यो सुँगुर निमक अन्त चिल्ली पाउडर खालि हालेको छ अलमोस्ट यसलाई अलिकति बोइल हुन दिनुपर्छ यसको मासुलाई अलिक रातो रातो हुनुपर्ने रहेछ दामी हुन्छ मेन इन्ग्रिडियन्ट जिन्जर जङ्गलमा त हातै चल्छ हातले बनाएको मिठो हुन्छ होइन अलिकति यसलाई उमालिदिने त्यसको विशेषमा फेरि बेम्बु सुट हल्का ड्राई हाल्ने यहाँ ड्राई र एउटा फ्रेस छ दुईवटा आइटम हाल्ने अलमोस्ट भइसक्यो यो सबै इन्ग्रिडियन्ट हो अब मेन हाल्ने अब हाम्रो साग यो आराधुराको साग र मासु मनपर्छ भन्दा कमेन्ट गर है साथीहरू अझै यो अलिकति नहुने फेरि हाल्ने अब भातको लागि हुँदैछ डेक्चीमा खरानी दलेर फाइनली साग अलिक नरम भयो हेरे कस्तो भएको छ साग अलिक नरम भएछ
इन्भाइट गर्नु पकाउनु लागि पकाइदिउँला साग सुँगुरको मासु अब गाइस अब हाम्रो लन्च हुने टाइम हुनुभयो सबैजना एकजना ब्रेकफास्ट खाएको छैन रहेछ साह्रै भोक लागेको रहेछ बिचरा लुकान्ने छ अनुहार पनि अब नाउ नेक्स्ट बिचरा पहिला नि छोडेको अलिक पछि हाम्रो यहाँ क्याम्प फायर गर्ने अब यो चाहिँ घर कम्प्लिट भएको छैन अब यो घर कम्प्लिट गर्ने बाँकी छ मेरो साथीहरू सपोर्ट गर टिना छ टिनाको सबै यसमा अलिकति पछि यहाँ पिकनिक स्पट बनाउनलाई ट्राई गर्दैछु म टाढादेखि आउँदैछ मेरो भाइहरू यहाँ हेर्नुहोस् आज कोलकातामा भात खाने भन्दैछ मुकबाङ गर्ने भन्दैछ यिनीहरू दुईजना कम्पिटिसन हुन आँटेछ अब कोलकातामै भात खानु त मिठो हुन्छ है पहिलादेखि त अब अब टोपडा बनाएर खाउँथ्यो त्यस्तै खाने भनेर भाइले विचार गरेको यही हो यहाँ कम्पिटिसन हुन आँटेछ अब मुकबाङको कति हालिदिने हजुर हजुर मुकबाङको कम्पिटिसन आज 500 को पेट लगाएको छ कसले जित्छ थाहा छैन पैसा जम्मा गरेछ तिमीले साथी अब म बसिदिने हो अब मेरो भात खाएकै छैन भयो अन्त यहाँ सबै सुरु भइसक्यो म बस्नु बाँकी छ अब यहाँ सबैले भन्दैछ मैले यहाँ एउटा फ्रेन्ड बसिरहेछ लातिर भाग दिनुपर्छ जन्तुहरूलाई पनि नि खानाहरू यहाँ हुँदैछ कम्पिटिसन खोदै यता खायो भन्दैन जल्दी यहाँ साङ्गे पनि जारी छ यो मासु पुरा कम्प्लिट गर्नुपर्छ तिम्रो हेरै अन्त कस्तो भएको छ पिकनिक दामी हेर चाहिँ साह्रै मिठो लागेन कि बोल्नै सकेन त मासु हालेर खाऊ खोइ यहाँ अनुष्काको फेभरेटले आलु फ्राई पनि बनाएर आएको छ भात थपेर खाऊ है मजाले सब्जी ठिकै छ नि दामी छ नि रिति भयो भनेको त छक्कै पर्दैछ मान्छे
अब म सुरु गर्ने मेरो खाना हेर यही बिया भयो त आधा खतम गरिसक्यो अरे यिनीहरूले त बिया भयो त ल अब अलिकति हल्का झोल दिनु पर्यो साङ्गेलाई एकदम कम्पिटिसनमा जल्दी 500 जित्नु मन छ अरे एकछिन टाइम वेस्ट गरेको छैन जहिले ल त अब सुरु गर्ने हो गिटारले भन्ने गाना हाम्रो चाहिँ गाना सुन्ने रहेछ उनीहरूले चाहिँ SOYA लेख त SOOYA I repeat SOO ada dong alu dong na alu मोसो lah Siya, इसको प्लेट ले देना बा eta ले eta बक्सो बस्नु हो दामी हुँदैन बक्सो बस्नु हो क्या मजा अत्तरी भात चाहिँ गाइस अन्तिम भइसक्यो अब मेरो फेभरेट आउँदैछ फेरि यहाँ आएर अब यो पोलेको बोसो पोलेको बोसो खाने हो पनि आएको रहेछ पिकनिक खानु लागि बाटो जाने अब आरा धुरा यो जग्गा आरा धुरा यहाँ हाम्रो एकजना यसै बहिनी भन्छ उसको घर यहाँ रहेछ छेउमा त्यहाँदेखि हामीले दाउरा भेट्यौँ अन्त डेक्चीहरू पनि भेट्यौँ अब ओह्रालो झर्ने अब सबै र गाइस अब हाम्रो हेर्नुहोस् भिडियो अन्त कमेन्ट गर्नुहोस् अब यहाँ डुकुहरू लिए हल्का घरमा खानु लागि Lalu ini bos aja.